गाइस सबैजनालाई स्वागत छ हाम्रो फेरि पनि युट्युब हजुरहरू यो च्यानललाई लाइक शेयर र सब्स्क्राइब गर्नुहोला भन्दै हामी यो भिडियोलाई स्टार्ट गर्न गइरहेका छौं। अहिले जाँदै छौं घुम्नलाई मामा घरतिर दशैं मनाउनको लागि। बाटोको दृश्य देख्न सक्नुहुन्छ हजुर, यता पनि देख्न सक्नुहुन्छ। पुरै जंगल छ। टक्क लाएर यताबाट जाने क्रममा छौं। अहिले चाहिँ हामी आधो बाटातर्फ लागिसकेका छौं। बाटोको अवस्था चाहिँ त्यस्तै रहेको छ, देख्न सक्नुहुन्छ अहिले पनि। खोलामा आइसकेका छौं। यहाँ देख्नुहुन्छ खोलाको दृश्यहरू। हामी खोला तर्दैछौँ। साथीहरू यहाँ पानी देख्न सक्नुहुन्छ। पानी चाहिँ लास्टै रहेको छ। चाहिँ अहिले खोलामा पुगिसकेका छौँ। अहिले हामी थाकेर चाहिँ स्लो गएको अवस्थामा देख्न सक्नुहुन्छ हजुरले। अम्बा टक्क पारेको छ, हेर्न सक्नुहुन्छ। अम्बा यहाँ पनि छ, रहेको छ। चारैतिर अम्बाको दृश्य यहाँ पनि रहेको छ। अम्बा चारैतिर अम्बा नै रहेको छ। यहाँ अम्बा टिप्दैछौँ, देख्न सक्नुहुन्छ। टाढा रहेको छ अम्बा टिपेर चाहिँ हामी अम्बा खानको लागि अम्बा पुरै मिठो रहेको छ। यता पनि अम्बा रहेको छ, टक्क टिपेर टक्क खाँदै गइरहेको छ। खाँदै अहिले यस्तो यहाँ चाहिँ यस्तो भुटभाट रहेको छ, देख्न सक्नुहुन्छ। यताको दृश्य चाहिँ अहिले त्यहाँ माथिदेखि यहाँ तल झर्दै यहाँ पुगेका छौँ। त्यो भन्दा नि उताको बाटो अझ उता साँझ परेर रात पर्ने आँटेको छ। सब कालै छ, देख्न सक्नुहुन्छ हजुरले। अघि त्यहाँ लाइट बालेको देखिरहेका छौँ। अहिले चाहिँ हामी यहाँ पुगिसकेका छौँ। लगातार 4 घन्टा बल्ल मामा घर पुग्दैछौँ। त्यसैले चाहिँ यो भिडियो यहीँ एन्ड गर्न चाहन्छु। यो भिडियोको लागि नेक्स्ट ब्लगको लागि 50 लाइक कम्प्लिट गरिदिनु होला। धन्यवाद।